हजुर हजुर दर्शन अनि नमस्ते गर्न चाहन्छु यति बेलाको बसाइमा म तपाईँहरूकै चिर परिचित आरटी तिलक पराजुली। आज फेरि कता गएछ भिडियो बनाएछ भन्नुभएको छ होला। पक्कै पनि म आज हाम्रै जन्मभूमि, हाम्रै जन्म जिल्ला, हाम्रै जन्म वडा गाविस, हाम्रो बिहादी गाउँपालिका वडा नम्बर 6 शालिग्राम को चाहिँ हाम्रो देउरालीदेखि 200 मिटर तल सेतीबेनी झर्ने हाम्रो यो शाखा रोड छ। सालगारीको रोड भनेर धेरैले चिन्नुहुन्छ। त्यो रोड नजिकै हाम्रो यो छाप जाने भन्दा यसो केही तलपट्टि यो प्रतीक्षालय बनेको ठाउँमा आएर भिडियो बनाइरहेको छु। धेरैलाई थाहा छ यो जग्गाको बारेमा। यहाँ आएर भिडियो बनाउनुको मेन कारण भनेको हाम्रो यो क्षेत्रमा प्रतीक्षालय बन्यो। हामी चाहिँ देउराली काम विशेषले गएका थियौँ। काम गरेर फर्किँदै गर्दा शीतलो खाऊ न त भनेर प्रतीक्षालयमा बस्यौँ। यही नजिकै एउटा चाहिँ सार्वजनिक शौचालय बनेको थियो, जुन प्रतीक्षालयमा बस्दाखेरिमा यो सार्वजनिक शौचालय प्रयोग गर्न पाइयोस् अनि सहज होस् भनेर चाहिँ यो सार्वजनिक शौचालय बनेको थियो। यो सार्वजनिक शौचालयको हालत देख्न सक्नुहुन्छ। अहिले यो सार्वजनिक शौचालयको ढोका पनि छैन अनि भित्र त्यो टोयलेट बस्ने सिट पनि पुरै भरिएर कचडा मात्रै हालेर भरिएको छ। यो व्यवस्थित छैन। मान्छे यतिसम्मको लापरवाही गर्ने भयो कि यो जे चिजको लागि प्रयोग गर्न बनाइएको हो त्यो चिज प्रयोग नगरेर अन्य चिजहरू, कागजहरू लगेर घुसाएर दिने, के गर्ने यस्तै यस्तै कामहरू भयो। यहाँ लापरवाही पनि भयो किनभने टोयलेट बनाइयो तर पानीको व्यवस्था भएन। यही हाम्रो यो बस्नको लागि बनाएको प्रतीक्षालयको माथि छतमा चाहिँ एउटा टङ्कीको व्यवस्था गरेर त्यो टङ्कीमा पानी चाहिँ सञ्चित गरेर यो टोयलेट प्रयोग गर्ने बनाइदिएको भए चाहिँ यो ढोकाहरू भाँचिन्थ्यो होला। तर यो फोहोर मैला गरेर यो चाहिँ दुर्गन्धित भए पनि यो टोयलेट चाहिँ सञ्चालनमा आउँथ्यो होला। तर यो व्यवस्थित ठाउँमा पनि भएन र अव्यवस्थित तरिकाले बनाइयो। त्यस कारणले गर्दा पनि यो चाहिँ युज गर्न सकिएन। र हाम्रो यो जुन बस्नको लागि बनाइएको प्रतीक्षालय छ, यो प्रतीक्षालयको वरिपरि तलमाथि चाहिँ एकदमै यो फोहोर व्यवस्थापनको लागि एउटा सिमेन्ट्रिक चाहिँ एउटा फोहोर मलाई भन्ने चाहिँ यहीँ नजिकै राखिएको भए चाहिँ त्यो फोहोर मलाईभित्र चाहिँ यो फोहोरहरू फालिन्थ्यो र अलिक सफा पनि हुन्थ्यो र सहज पनि हुन्थ्यो। यो सबै कुराहरूलाई चाहिँ विशेष ध्यान राखेर अन्य अब कुनै स्थलहरूमा, कुनै ठाउँहरूमा हामीले यो सार्वजनिक चिजहरू बनाउँदैछौँ। सरकारको चाहिँ हाम्रो